हेलो साथी नमस्ते। आज म यहाँ अघि नै भनेको थिएँ कि युनिभर्सिटी आएको थिएँ, मतलब ब्रुनल युनिभर्सिटी हो यो। यता साइडको चाहिँ यो युनिभर्सिटी स्टुडेन्टहरूको अकोमोडेसन हो यो। मजा आउँछ है कुद्दाखेरि। यो विदेशको एउटा राम्रो कुरा चाहिँ तपाईँको जति नै ठुलो सिटीहरू भए पनि, जति नै बिजी नेबरहुड भए पनि यस्तो कुद्ने ठाउँहरू, एक्सर्साइज गर्ने ठाउँहरू चाहिँ बनाइदिएको हुन्छ क्या। यहाँ हेर्नु भने पछाडि यत्रो ठुलो कुद्ने हिँड्ने ठाउँ छ होइन, यस्तो राम्रो फेसिलिटी हुन्छ। तपाईँलाई थाहा छ कि थाहा छैन, म चाहिँ पहिला स्कुलमा हुँदाखेरि चाहिँ म वीरेन्द्र सेलको च्याम्पियन हो। 200 मिटर 400 र 1600 मैले जितेको थिएँ रूपन्देहीमा, धेरै अगाडि वीरेन्द्र सेल हुँदाखेरि। त्यसले गर्दा रनिङ फर्चुनेटली म जन्मिँदादेखि नै नेचुरली अब रनिङमा राम्रै ठिकै हो भनौँ न है, गफ लाग्यो चाहिँ होइन। बाटोतिर आइपुगेछु म। यस्तो रमाइलो छ। छुट्टी सुरु भयो अब। पछाडि हेर्नु भने ब्रुनल युनिभर्सिटीको साइन छ। त्यो चाहिँ युनिभर्सिटी हो। रनिङ गर्ने ठाउँहरू यस्तो राम्रो छ यहाँ। रनिङ नगर्ने मान्छेलाई पनि बाहिर निस्किएपछि सानो खोला छ, नकुद्ने मान्छेलाई पनि बाहिर निस्किएपछि कुदुम हुन्छ यो ठाउँमा आएपछि। यस्तो दामी छ। आजको लागि इतना ही। टेक केयर, बाई।